सो हे वाट्सअप गाइज मी क्रिस एन्ड वेलकम टु द च्यानल। अनि आजको भिडियोदेखि चाहिँ हामीहरूले सिएसएसको लेक्चर स्टार्ट गर्दैछौँ। लाइक सिएसएसमा हामीहरूले बेसिकदेखि एडभान्ससम्म जान्छौँ। ओके, ट्यालेन्ट सिएसएस हामीले फ्रेमवर्कहरू पनि पढ्छौँ पछि गएर। सो फर्स्ट लेक्चर्स हामीले यसमा चाहिँ धेरै केही पनि कभर गर्नेछौँ। यसमा चाहिँ मैले एउटा सिम्पल प्रेजेन्टेसन टाइपको बनाएको छु, यसको थ्रु हामी पढ्छौँ। ओके, सो सिएसएस भनेको नर्मल सिएसएस भनेको के हो पढ्छौँ हामीहरूले। त्यसपछि हामीले पढ्छौँ सिएसएस कसरी युज गर्न मिल्छ, तीनवटा तरिकामा सिएसएस युज गर्न मिल्छ। ओके, त्यो पढ्छौँ हामीले। त्यसपछि हामीहरूले सिएसएसमा भएको सिलेक्टर्सहरू पढ्छौँ। ओके, त्यसपछि सिलेक्टर पनि चारवटा सिलेक्टर छ हामीसँग, एलिमेन्ट सिलेक्टर, क्लास सिलेक्टर, आइडी सिलेक्टर र युनिभर्सल सिलेक्टर। यसलाई हामीले अहिले गएर प्र्याक्टिस गर्छौँ। ओके, त्यसपछि कलर्सको बारेमा पढ्छौँ, नर्मल कलरहरू, त्यो कलरको बारेमा एडभान्स जाँदाखेरि नेक्स्ट लेक्चरमा चाहिँ हामीले कलरको बारेमा एकदम एडभान्सली बुझ्छौँ। ओके, सो अब यो त नर्मल चिज भइहाल्यो। ओके, लेट्स गो फर दिस। ओके, सिएसएस भनेको के हो त? यदि तपाईँहरूले पास्ट लेक्चर हेर्नुभएको थियो एचटिएमएलको भने यु नो द्याट एचटिएमएल भनेको हाम्रो ह्युमन बिङको स्केलेटन जस्तै वेबसाइटको एउटा स्केलेटन हो एचटिएमएल भनेको चाहिँ। अनि सिएसएस भनेको चाहिँ हाम्रो कपडाहरू भयो, यो चाहिँ सिएसएस हो। कलर, फन्ट्सहरू, लेआउट्सहरू, जे देखिन्छ, एनिमेसन्सहरू, हबर इफेक्ट्सहरू, त्यो सबै चाहिँ सिएसएसमा आउँछ। कुनै पनि वेबसाइटमा हामीहरूले क्लिक गर्दाखेरि त्यो स्याडो बल्ने हुन्छ, लाइक त्यो स्लाइड हुने हुन्छ, त्यो सबै सिएसएसको कारणले गर्दाखेरि हुन्छ। ओके, सो अनि सिएसएस इज युज टु स्टाइल डिजाइन वेब पेजेस भइहाल्यो। इट कन्ट्रोल्स फन्ट नर्मल। एचटिएमएल बिल्ड द स्ट्रक्चर। एचटिएमएलले चाहिँ कुनै पनि वेबसाइटको स्ट्रक्चर बनाउँछ भने सिएसएसले चाहिँ त्यसमा के गर्छ, स्टाइल दिन्छ, त्यसलाई ब्युटिफुल बनाउँछ। दिस इज सिएसएस। ओके, यो नर्मल टेक्स्ट छ वेबसाइटको रेफरेन्समा बुझ्यो भने यो नर्मल टेक्स्ट छ, यो एचटिएमएल भयो, तर यसको बाहिर मैले हाइलाइट गरेको छु, कलर हालिरहेको छ, फन्ट चेन्ज भयो, द्याट इज सिएसएस। ओके, सो सिएसएसलाई कसरी युज गर्न मिल्छ भनेर तीनवटा तरिकासँग हामीले सिएसएस युज गर्न मिल्छ, इनलाइन, इन्टर्नल र एक्सटर्नल। ओके, सो त्यसलाई भिजुअल स्टुडियो कोडमा गएर बुझौँ। सो म एचटिएमएलको फाइलमा आइसकेको छु। मैले दुईवटा फाइल क्रिएट गरेको छु, ट्राई एचटिएमएल र ट्राई सिएसएस भनेर। ओके, सो म बोइलर प्लेट हालिदिन्छु फर्स्टमा, त्यसपछि यसलाई हामी लेखिदिन्छौँ। सो म H1 ट्याग बनाउँछु। ओके, H1 ट्याग बनाउँछु म, त्यसपछि म यसलाई लेखिदिन्छु दिस इज हेडिङ फर्स्ट। अनि मलाई अब यसको कलर चेन्ज गर्न मन लाग्यो रेडमा। ओके, हाउ टु चेन्ज द कलर अफ दिस हेडिङ फर्स्ट टु रेड। ओके, यो इनलाइन सिएसएस पढ्दैछौँ हामीले होइन। इनलाइन सिएसएसमा चाहिँ यो ट्यागको भित्र हामीहरूले स्टाइल गर्नुपर्ने हुन्छ, सिएसएस गर्नुपर्ने हुन्छ। म कलर चेन्ज गर्छु, सरी, कलर यो यसलाई कलर रेड बनाउनु मन लाग्छ मलाई। ओके, कलर चेन्ज भयो रेडमा। ओके, दिस इज द वे इनलाइन सिएसएस काम गर्छ। अब मानौँ हामीहरूले अर्को एचआर ट्याग लगाइदिउँ, होरिजोन्टल लाइन आउँछ। प्याराग्राफ ट्याग बनाऊँ हामीहरूले, प्याराग्राफ ट्यागमा चाहिँ लोरेम लेखिदिउँ अहिलेको लागि। ओके, सो यसमा पनि म स्टाइल गरेर कलर बनाइदिन्छु, यसको ब्लू है कि ब्लू कलर बनाइदिन्छु। ओके, कलर चेन्ज भयो। दिस इज इनलाइन सिएसएस, एकदमै सिम्पल छ। यु डोन्ट ह्याभ टु वरिड अबाउट दिस, लाइक कसरी काम गर्छ, के गर्छ, लाइक। ओके, म यसलाई धेरै के गर्दिनँ, यसलाई कमेन्ट आउट गरिदिन्छु। ओके, हामीसँग अर्को के छ भन्दाखेरि इन्टर्नल सिएसएस। इन्टर्नल सिएसएस चाहिँ कसरी काम गर्छ भन्दाखेरि लेट मी सो यु। ओके, अब म यसमा अझ H1 ट्याग क्रिएट गरिदिन्छु। दिस इज हेडिङ फर्स्ट। ओके, दिस इज हेडिङ फर्स्ट। त्यसपछि म एउटा सेम अघिको फर्मेट फलो गर्छु। ओके, यो के हो, H1 ट्याग हो भन्नु खोजेको हेडिङ फर्स्ट हो। ओके, अब यसमा चाहिँ हामीले के गर्छौँ, यो हेडको तल गएर हामीहरूले स्टाइल लेख्छौँ, स्टाइल एउटा ट्याग खोलेर। अब हामीले चाहिँ यसको भित्र चाहिँ सिएसएस पढ्छौँ। जस्तै सिएसएस के भरौँ भन्दाखेरि, जस्तै मलाई अब हामी सिलेक्टरको बारेमा पढ्नुपर्ने हुन्छ। सिलेक्टरको बारेमा पढ्नुभन्दा अगाडि हामीले सिन्ट्याक्सको बारेमा पढ्नु हुन्छ। सिन्ट्याक्स भनेको के हो, सिएसएस भनेको के हो। ओके, सिन्ट्याक्स भनेको चाहिँ के हो। ओके, जस्तै मैले H1 लेखेँ, कलर लेखेँ। ओके, सरी, जे लेख्दा नि हुन्छ, कलर मैले GREN ग्रिन लेखेँ अहिलेको लागि, सिम्पल। ओके, अब यो H1 लेखेको छ नि यहाँ, यो H1 चाहिँ के हो त, सिलेक्टर हो। ओके, यो H1 भनेको सिलेक्टर हो। अनि त्यसपछि हामीले H1 पछि अनि सिएसएस चाहिँ हामीले कर्ली ब्रेसेसको भित्र भर्नुपर्ने हुन्छ। अनि यो कलर भयो, कलर भनेको चाहिँ हाम्रो प्रोपर्टिज भन्छ स्पेसली, आई थिङ्क यसको टर्ममा चाहिँ ग्रिन लेखेको छौँ नि, यो चाहिँ हाम्रो के हुन्छ, यो चाहिँ हाम्रो भ्याल्युज हुन्छ। ओके, सो यो भनेको चाहिँ सिएसएसको सिम्पल सिन्ट्याक्स हो। यो चाहिँ नर्मल सबैलाई लाइक त्यो बेसिक रिल्सहरूमा पनि देखिरहेको हुन्छ यो भनेको। ओके, लिसन, दिस इज सिलेक्टर, दिस इज प्रोपर्टिज, दिस इज भ्याल्युज। ओके, त्यसपछि हामी उसमा जाउँ। मैले यसलाई कमेन्ट आउट गरेको थिएँ, आई गेस यसलाई हटाइदिएँ मैलेको लागि। अब त्यसो भए मैले स्टाइलमा गएर चाहिँ के गरेँ भन्दाखेरि H1 गरेर यसको कलर मैले बनाइदिन्छु। अघिको हामीले आई थिङ्क रेड कलर बनाएको थियौँ होइन, कलर रेड। ओके, कलर चेन्ज भयो, यस।
अब हामीहरूले अर्को के सजिलो तरिका छ भन्दाखेरि गर्दाखेरि हामीले त्यो भित्र गएर कलर स्टाइल यताउता गर्नु परेन। हामीले एउटा स्टाइल देखेपछि लाइक हामीले स्टाइल दिएको छौँ नि त, यो स्टाइलमा हामीले सबै सिएसएस भर्न मिल्यो। अब हामीले यहाँ एउटा प्याराग्राफको लागि पनि बनाउँछौँ। ओके, प्याराग्राफ भनेको पी भनेको प्याराग्राफ हो कि उनीहरू है। सो यसको कलर चाहिँ हामीले अघि के बनाएको थियौँ, आई थिङ्क ब्लू ग्रिन हो, ग्रिन। ओके, कलर ग्रिन भयो, आई गेस ब्लू बनाएको थियौँ। ओके, लेट इट बी, जे थियो। अनि अब एउटा कुरा अर्को बुझ्नुपर्ने हुन्छ हामीहरूले, सिएसएसले चाहिँ कसलाई धेरै प्रायोरिटी दिन्छ भन्ने कुरा हुन्छ। जस्तै फर्स्टमा सिएसएसले प्रायोरिटी दिन्छ इनलाइन सिएसएसलाई। जस्तै म हजुरलाई देखाउँछु। जस्तै प्याराग्राफको भित्र मैले लेखिदिएँ स्टाइल कलर ब्लू। ओके, ब्लू। अहिले हाम्रो कलर के भयो त, ब्लू भयो। हामीले यहाँ पनि सिएसएस गरेका छौँ, तर यहाँ पनि सिएसएस गरेका छौँ, तर भनेपछिको मोस्ट प्रायोरिटी चाहिँ केलाई दिन्छ त भन्दाखेरि इनलाइन सिएसएसले दिन्छ। त्यसपछि हाम्रो इन्टरनल सिएसएसले दिन्छ, त्यसपछि एक्सटर्नल सिएसएसले दिन्छ। ओके, सो अब यसलाई हामीले अहिलेको लागि चाहिँदैन, हामीलाई हटाइदिउँ। ओके है त, ग्रिन कलरमा आयो। ओके, यो चाहिँ हाम्रो इन्टरनल सिएसएस भयो। सिम्पल हामीले यहाँ कोड गर्न मिल्छ। ओके, यसमा गएर अब हामीले यो मात्र नभएर धेरै चिजहरू गर्न मिल्छ। यहाँ टेक्स्ट डेकोरेसन, टेक्स्ट अलाइनमेन्ट सेन्टर गर्न मिल्यो लाइक दिस। अब हामीले यसमा के गरिदिउँ भन्दाखेरि, सरी, फन्ट साइज हामीले लार्जर बनाइदिउँ, एकदमै ठुलो भयो लाइक त्यस्तै हामीले काम गर्न मिल्छ। क्या यो भनेको चाहिँ हाम्रो इन्टरनल सिएसएस भयो। अहिलेको लागि कमेन्ट आउट गरिदिउँ। ओके, त्यसपछि अब एक्सटर्नल सिएसएस पनि छ होइन हाम्रो। यो भनेको चाहिँ बेस्ट प्र्याक्टिस हुन्छ है। हामीहरूले कहिले पनि लाइक ठुलो वेबसाइटहरू गराउनु छ, कुनै पनि कसैको क्लोनहरू बनाउनु छ, जस्तै नेटफ्लिक्सको, एमाजोनको क्लोनहरू बनाउँदाखेरि चाहिँ हामीहरूले एक्सटर्नल सिएसएस गर्छौँ। नर्मली एक्सटर्नल सिएसएस गरेकै नै फाइदा हुन्छ, किनकि लाइक त्यो हजुरले कोड गर्दाखेरि पछि गएर कोही पनि मान्छेले रिभ्यू गर्दैछ भने उसलाई पनि सजिलो हुन्छ, तपाईँलाई पनि पछि गएर यहाँ छ यो फाइल भनेको कमेन्ट आउट गर्दै गरेपछि सजिलो हुन्छ हेर्नको लागि। सिम्पल। सो एक्सटर्नल सिएसएस भनेको चाहिँ के, एक्सटर्नल सिएसएस भनेको चाहिँ यहाँ नयाँ फाइलमा गएर सिम्पल लेख्ने हो। ओके, हामी H1 लेखौँ। H1 लेखिसकेपछि हामीहरूले लेख्छौँ के भन्दाखेरि कलर ग्रिन। ओके, ओके, रेड बनाऊँ। हामीले अघिदेखि रेड युज गरेर ओके ग्रिन बनाऊँ, किनकि अहिले चाहिन्छ। ओके, तर कलर चेन्ज भएन। किन भन्दाखेरि HTML र CSS ले हामीले लिङ्क गर्नुपर्छ। त्यसको लागि हामीले लिङ्क गर्छौँ। हाम्रो try.css भनेको चाहिँ हजुरले जुन फाइलको क्रिएट गर्नुपर्छ, जसँग लिङ्क गराउनु छ त्यसलाई चाहिँ त्यो गरेर क्लोज गरिदिनुहोस्। अब कलर चेन्ज ग्रिनमा चेन्ज भयो। अब मैले के भनेको थिएँ, CSS ले चाहिँ इनलाइन CSS लाई सबभन्दा धेरै प्रायोरिटी दिन्छ। ओके, त्यसपछि हाम्रो इन्टरनल CSS लाई, त्यसपछि हाम्रो एक्सटर्नल CSS लाई गरे। यो कुरा चाहिँ बुझ्नुपर्छ। ओके, यदि तपाईहरुलाई लाइक त्यो कोड गर्दा गर्दा यति धेरै गरिसकेपछि लास्टमा चाहिँ त्यो स्पेसिफिक चीज मात्र चेन्ज गर्नु छ। चाहिँ हजुरले 10 वटा प्याराग्राफ सेलेक्ट गर्दाखेरि हजुरले पी लेख्दाखेरि त सबै सिलेक्टरले प्याराग्राफलाई सिलेक्ट गर्छ। अनि त्यति बेला तपाईलाई स्पेसिफिक त्यो गर्नु छ भने तपाईले आईडी क्लास सिलेक्टर पनि के रे आईडी क्लासहरु पनि दिन सक्नुहुन्छ। तर हैन मलाई त्यो गर्नु मन छैन, धेरै झन्झट गर्नु मन छैन भनेपछि त्यसमा इनलाइनमा गएर हजुरले सिम्पल कोड गर्न मिल्छ। तर एक्सटर्नल सीएसएस मै काम गरेको फाइदा हुन्छ, लाइक बेस्ट प्र्याक्टिस हुन्छ है त। ओके, यसमा गएर सेम त्यो पनि ब्लू मैले कलर चेन्ज गरेको थिएँ, ब्लू आई गेस ब्लू भयो, कलर चेन्ज भयो। अब म अरु के पनि जस्तै फन्ट फ्यामिली, अब मैले यहाँ कुनै पनि फन्ट फ्यामिली चुज गर्दै फन्ट फ्यामिली यस्तै चेन्ज हुन्छ। यहाँ इनलाइन भइहाल्यो। अनि यो चाहिँ भित्र गरेको चाहिँ के रे यो इन्टरनल भइहाल्यो, यो भने यो इनलाइन सीएसएस भइहाल्यो। ओके, सिम्पल। त्यसपछि हामी जान्छौँ अर्कोमा, द्याट इज सिलेक्टर। कसरी सिलेक्ट गर्ने त? हामीसँग 4 वटा सिलेक्टर हुन्छ, युनिभर्सल सिलेक्टर, आईडी सिलेक्टर, क्लास सिलेक्टर र एलिमेन्ट सिलेक्टर। ओके, हामीले यहाँ सीएसएस सिलेक्ट गर्दाखेरि के लेखेर सिलेक्ट गरेको छौं? होप यु सी हियर H1 ट्याग, H1 मात्र लेखेछौं हामीले हैन। H1 लेखेछौं अनि सिलेक्ट भयो। H1 लेखेर सबै H1 सिलेक्ट भयो। जस्तै मलाई अब मैले मानम, ओके यसलाई अहिले हटाइदिउँ, त्यसको काम छैन मलाई लाग्यो। ओके, दुईटा हेडिङ बनाएँ मैले, अनि यो चाहिँ हेडिङ सेकेन्ड बनाएँ। ओके,
अब मलाई के मन लाग्यो, यसको हेडिङ यसको कलर चाहिँ मलाई पिङ्क गराउन मन लाग्यो अनि यसको चाहिँ मलाई ब्लू बनाउन मन लाग्यो, अदरवाइज ग्रिन नै छोडिदिन मन लाग्यो। अब मैले त यहाँ के गरेछु, H1 गर्दाखेरि सबै त्यो हुन्छ। अब कसरी चाहिँ गर्न मिल्छ भन्दाखेरि यसको भित्र मैले गएर के दिन्छु, सोमा गएर आइडी दिन्छु, यसलाई आइडी दिन्छु मैले HAD हेड 2 दिन्छु है त, हेड 2 दिएँ, ओके अल फाइन। त्यसपछि मैले यहाँ गएर चाहिँ ओके, अनि क्लासलाई सिलेक्ट गर्नको लागि हामीले फुल स्टप युज गर्छौँ भने आइडीलाई सिलेक्ट गर्नको लागि हामीले ह्यासट्याग युज गर्छौँ। ओके हेड 2 हेड 2। अब मैले कलर चेन्ज गर्न मन लाग्छ, सिओ कलर चेन्ज गर्न मन लाग्छ केसमा पिङ्कमा। ओके पिङ्क कलर आई गेस पिङ्क सिलेक्ट भयो क्या। यसरी हामीहरूले लाइक स्पेसिफिक कन्टेन्टहरू पनि, अब जस्तै मलाई अब प्याराग्राफ पनि त्यस्तै भएपछि सेम यही प्रोसेस हामीले गराउनु मिल्छ क्या। अनि अब क्लास सिलेक्टर पनि छ हामीसँग, आइडी सिलेक्टर भ्यायौँ हामीले, आइडी सिलेक्टर सक्यो, लाइक ह्यासट्याग युज गर्नुपर्छ अनि क्लास सिलेक्टरमा चाहिँ यो युज गर्नुपर्छ। ओके अब सेम मैले यसलाई चाहिँ क्लास बनाएर देखाइदिएँ कि प्याराग्राफ हाम्रो अहिले ब्लू कलरमा छ, यसलाई अहिले हामी कपी पेस्ट गरिदिउँ। ओके अब यसको क्लास चाहिँ म के राखिदिन्छु, क्लास PARA प्यारा 2। ओके क्लास राखेपछि अब क्लासको लागि चाहिँ हामीले के सिलेक्ट गर्नु भनेको थियो, डट सिआले, ओके डट प्यारा 2। अब म यसको फन्ट साइज बढाइदिउँ, म मिडियम भन्दा लार्ज राखिदिन्छु। ओके त्यसपछि यसको कलर मलाई बनाउन मन लाग्यो ब्राउन। त्यसपछि मलाई यसलाई होइन म राइट अलाइन गर्छु भन्नु नि पाएँ, अलाइन आइटम सरी अलाइन टेक्स्ट अलाइनमेन्ट राइट पनि गर्न पाएँ मैले। अब यसलाई मैले क्रोममा खुलेर देखाउँदाखेरि चाहिँ यस्तो चल्छ। ओके सो यो भइरहेको छ। यहाँ हामीले कलर दुईवटा हेडिङ सेम हेडिङलाई कलर दुईवटा चेन्ज गर्न पायौँ, यसलाई पनि चेन्ज गर्न पायौँ, यसको अलाइनमेन्ट पनि चेन्ज गरिदियौँ हामीहरूले। यसको भन्दा यसको ठुलो फन्ट पनि छ। लाइक यसरी हामीहरूले डिफ्रेन्ट स्पेसिफिक इलिमेन्ट्सहरूलाई सिलेक्ट गर्दै चेन्ज गर्न मिल्छ। ओके त्यसपछि हामी जाऊँ युनिभर्सल सिलेक्टर भनेको चाहिँ के हो। जस्तै हामीहरूसँग केही पनि छैन, सरी कन्ट्रोल X गरिदिन्छु, कपी गर्छु म। यो त सबै नर्मल हाम्रो HTML मात्र भयो नि त होइन। ओके यो त हाम्रो नर्मल HTML मात्र भयो होइन, लाइक हामीले केही पनि भरेको छैन, क्लास र आइडी दिएको छौँ, अरू केही पनि छैन। अब मैले स्ट्रिक मैले यसमा कलर लेखिदिन्छु लाइट ग्रिन। ओके एउटा मलाई CEF417। ओके एउटा मलाई कलर कस्तो अलिक बेहुदा कलर जस्तो छ, यसलाई कलर यस्तो अलिक डार्क बनाइदिनु। ओके सबैको एउटै कलर भयो होइन। तर वाट इफ हामीहरूले यो स्ट्रिक भनेको यो चाहिँ युनिभर्सल सिलेक्टर भयो, जस्तै हामीलाई मार्जिन दिनु छ, भनेपछि 10 पिक्सलको 20 पिक्सलको 200 पिक्सलको लाइक द्याट यसरी काम गर्छ। ओके अब यो चाहिँ युनिभर्सल भनेपछि सबै लाइक हजुरको जतिवटा HTML छ सबैमा काम गर्छ। तर हामीहरूले त अघि के पनि गरेको थियौँ, यो पनि लेखेको थियौँ, तर अब हामीहरूले छोडेर यो HO हेडिङ टुललाई चाहिँ हामीले केही पनि गरेनौँ। ओके अदरवाइज हामीले कमेन्ट आउट गरिदिउँ अहिलेको लागि। अब हेडिङ 2 को कलर के भयो, सिम्पल ग्रिन भयो होइन। अनि हेडिङको कलर पनि कमेन्ट आउट गरिदिउँ, नर्मल HTML भयो। अब चाहिँ हामीले के चाहिँ गर्न सक्छौँ भन्दाखेरि जस्तै हामी माथि जाउँ, स्ट्रिक भनेको चाहिँ युनिभर्सल सिलेक्टरलाई सिलेक्ट गर्नको लागि स्ट्रिक युज गर्छौँ हामीले, अनि कर्ली ब्रेसेस हालेर यसको भित्र कलर हाल्छौँ। अब युनिक कलर के चाहिँ 1 हालिदिउँ अहिलेको लागि। ओके ठिक छ, तपाईँले देख्न सक्नुहुन्छ लाइक यसको कलर, यसको यिनी दुइटाको मात्र कलर चेन्ज भयो, यसको कलर पनि चेन्ज भयो, यसको कलर पनि चेन्ज भएन। भनेको के बुझ्न सकिन्छ भन्दाखेरि युनिभर्सल सिलेक्टरले चाहिँ टार्गेट यस्तो इलिमेन्ट्सहरूलाई गर्छ जसलाई चाहिँ हामीहरूले स्टाइल दिएको छैनौँ। जस्तै अब हामीहरूले यहाँ प्याराग्राफलाई अलरेडी स्टाइल दिएको छौँ होइन। अब मानव यसलाई हामीले कमेन्ट आउट छोडिदिने बित्तिकै यसको कलर चेन्ज भयो, चेन्ज कसको भयो नि यसको मात्र। अब यसलाई पनि हामीले कमेन्ट आउट गरिदियो भने यस्तो भयो, अझ कमेन्ट आउट गर्दा यस्तो भयो। लाइक भन्न खोजेको बुझ्न सक्नुहुन्छ नि, जसलाई हामीले सिलेक्ट टार्गेट गरेको छौँ, के अरे युनिभर्सल सिलेक्टरले टार्गेट गर्ने भनेको चाहिँ जसलाई हामीहरूले स्टाइल दिएको छैनौँ उसलाई चाहिँ टार्गेट गर्छ युनिभर्सल सिलेक्टर। सो दिस इज कल युनिभर्सल सिलेक्टर एन्ड कसरी CSS मा सिलेक्टरहरूले काम गर्छ भनेर
त्यसपछि हामीसँग कलर कोडहरू छ, कलर हुन्छ। अब नर्मल मैले रेड, ब्लू, ग्रिन, लाइट येल्लो। अनि त्यसपछि हेक्स कोड भनेको चाहिँ के हुन्छ, ह्यासट्याग पछि युज हुन्छ। लाइक एफएफ भनेको चाहिँ हाम्रो वाइट, कम्प्लिटली वाइट। ह्यासट्याग 6वटा 0 भनेको चाहिँ हामीहरूको ब्ल्याक कलर हुन्छ। जस्तै मैले यहाँ हजुरहरूले यसरी पनि पाउन सक्नुहुन्छ। यदि भिएस कोड युज गर्दै हुनुहुन्छ भने यो कुनै पनि कलर लेख्नुहोस्, अनि त्यो कलरमा गएर दाबिसकेपछि हजुरले यहाँ यस्तो गरेर, यो चाहिँ हाम्रो हेक्स कोड भनेको चाहिँ के हो भन्दाखेरि, ओके दिस इज वान इज हेक्स कोड है। ओके, यो ब्लू कलरको हेक्स कोड चाहिँ के हुँदो रहेछ, 4वटा 0 अनि डबल एफ। यसरी हामीले थाहा हुन्छ। अनि हामीले साइटमा गएर पनि हेर्दाखेरि चाहिँ अब कलर प्यालेट सर्च गरेपछि अझ कलर बग भन्ने एउटा कलर पिकरमा गइसकेपछि गुगलकै पनि कलर पिकर छ, हजुरले सिलेक्ट गरेर यहाँ सबै हेक्स कोडहरू, अनि यहाँ हेक्स कोड छ, यहाँ आरजिबी कलरहरू हजुरले थाहा पाउनु। एचएसएल भनेको हामीले नर्मल युज गर्ने भनेको चाहिँ हेक्स कोड र आरजिबी कलर युज गरिन्छ। लेसली प्रोबेबली अरू युज गर्न सकिला। आरजिबी कलरहरू चाहिँ स्पेसली हामीहरूको त्यो बोर्डर स्याडो गर्दाखेरि, त्यो बक्स स्याडो गर्दाखेरि चाहिँ युज हुन्छ, स्याडो दिँदाखेरि चाहिँ युज हुन्छ। सो दिस कल एचटिएमएल सिएसएस को फर्स्ट लेक्चर। एन्ड लाइक यसमा चाहिँ हामीले नर्मल बेसिक सिएसएस भनेको के हो, कसरी सिलेक्ट गर्ने भनेर बुझ्यौँ। नेक्स्ट च्याप्टरमा, नेक्स्ट उसमा चाहिँ हामीले कलरको बारेमा अलिक डिपली बुझ्छौँ होला। त्यसपछि हामीहरूले आई गेस मार्जिन र प्याडिङको बारेमा, बक्स मोडलको बारेमा बुझ्छौँ। त्यसपछि हामीहरू त्यसै गरेर अगाडि बढ्छौँ। ओके, सो थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो एन्ड आई होप यु लभड इट। अनि नेक्स्ट लेक्चर चाहिँ मैले नेक्स्ट लेक्चरको प्लेलिस्टको लिङ्क चाहिँ डिस्क्रिप्सनमा हालिदिन्छु। अनि मेरो इफ यु हेभ एनी क्वेसन्स यु क्यान रिगार्डिङ दिस टपिक, अदरवाइज इन एचटिएमएल, सिएसएस, जाभास्क्रिप्ट केसीमा पनि यु क्यान डाइरेक्टली डिएम मी अन इन्स्टाग्राम। आई एम जस्ट लिभिङ माई लिङ्क एन्ड एभ्रिथिङ इन डिस्क्रिप्सन, चेक आउट देयर गाइज। ओके, थ्याङ्क्स फर वाचिङ गाइज।